के छ भने अब उनीहरूले त्यही विरोधको समूहले नै हाम्रो नाम प्रस्तावित गर्यो, यो मान्छे हुनुपर्छ भनेर। त्यही आधारमा हाम्रो रहरले हामी आएको होइन, यो हाम्रो डिसिजन पनि होइन। उनीहरूले भने, हामीलाई लाग्यो। र एउटै कुरो के भयो भने बच्चाहरू जो पढ्ने छात्र छात्राहरू 23 गतेको दिन जो मारिए हो, त्यो मारिएको हुनाले हामी प्रभावित भएर दुखित भएर हामी यसमा काम गरौँ। र उनीहरूले मागेको जुन डिमान्ड छ, मुलुकमा धेरै करप्सन भयो, आर्थिक अनियमितताहरू भयो र एउटा चाहिँ सुशासन भएन भनेर मागेको, यो पुरा गर्नलाई हामी सक्षम छौँ भनेर हामी आएको हौँ। अब कुनै पनि काममा 100% सफल हुने कुरा पनि आउँदैन, एउटा कुरा। अर्को कुरा के हुन्छ भन्दाखेरि गर्दा गर्दै सबै काम पुरा नहुन पनि सक्छ, त्यो हुन्छ भन्ने पनि छैन। हामी काम गर्छौँ, आलोचना आइरहन्छ, तर सक्दो हामी राम्रो कोसिस गर्छौँ काम गर्ने, भरसक हाम्रो हातबाट पुरा होस्। अब अधुरो भयो भने त निर्वाचन पछिको आउने सरकारले र त्यो संसदले पनि पुरा गर्छ।